हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ आज माइत जाँदैछु। त्यसरी हिँडेर जाँदैछु है। आज गाडी जाम हुन्छ पुरा यहाँ चाहिँ, त्यही भएर हिँडेरै गएको बेस लाग्यो। चाहिँ हिँडेरै जाँदैछु माइत। जो कोसेली ल्याउनु जाँदैछौ आमाले है। कोसेली एक दुईवटा लगेर जानु भनेर आज जाँदैछु माइत। गाह्रो टाइप पुग्न आँट्यो। यस्तो गरममा पनि है मान्छेहरू पैसाको लागि त्यही कति मिहिनेत गर्नुहुन्छ। पैसा छैन भने केही छैन। हैप्पी भ्याली मुनि चाहिँ हैप्पी भ्याली, चाहिँ टी गार्डन हैप्पी भ्याली। सन्नी डे भइरहेछ, घाम मजाको भइरहेछ यता। यहाँ चाहिँ बाटोमा चाहिँ धुलो बेसी भएर चाहिँ मुख छोप्दा हुन्छ गाइस। यहाँ चाहिँ पुरा साथीहरू धुलो छ कि र बार्कीहरूको राख्ने उसो छ है। आफ्नो सेफ्टी फर्स्ट है। यहाँनिर पहिरो गएछ, यहाँनिर अन्त बाटोमा गएछ। झन्डैले रोड चाहिँ ब्लक भएन रहेछ है। फेरि हजुर एकछिन उता घर गएको नि घरि। हजुर हुन्छ नानी।